आज हाम्रो परम पूजनीय गुरु श्री खेन्चेन ठाङ्गु रिम्पुछे ज्यूको 91औं जन्मदिनको पवन अवसरमा यहाँ उपस्थित हुनुभएका प्रमुख अतिथि स्वयं खेन्चेन ठाङ्गु रिम्पुछे ज्यू र टुल्गो धम्चो रिम्पुछे ज्यू, त्यस्तै गरी तेर्देन सिल्नु रिम्पुछे र नमोबुद्धको मेयर पुन्सा लामा ज्यू र राजु लामा ज्यूलाई, त्यस्तै गरी यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूलाई म हृदयदेखि नै स्वागत गर्न चाहन्छु। मैत्री भाव र करुणाको सागर हुनुभएका गुरु श्री खेन्चेन ठाङ्गु रिम्पुछे ज्यूको दर्शन पाउनु नै हाम्रो लागि एकदमै सौभाग्यको कुरा हो र उहाँको शिष्य हुनु त हामीले युगौँ युग पुण्य अर्जित गरेको परिणाम हुनुपर्छ। उहाँको जन्मस्थल, मातापिताको नाम इत्यादि भन्नुपर्दा श्री खेन्चेन ठाङ्गु रिम्पुछे ज्यू सन् 1933 तिब्बतमा जन्मनु भएको हो र माता किल्साङ वाङ्मो र पिता कुङ्गा धुन्डुपको 4 जना छोराछोरी मध्ये उहाँ चाहिँ दोस्रो हुनुहुन्छ। त्यसै गरी 16औं कर्मपा श्री राङजुङ रिग्बी दोर्जे र 11औं ताइसितो रिम्पुछेद्वारा उहाँ चाहिँ 8औं ठाङ्गु रिम्पुछेको पुन अवतार हुनुहुन्छ भनेर अभिज्ञात गर्नुभएको हो। ठाङ्गु रिम्पुछेले चाहिँ नेपालका विभिन्न जिल्लाहरूमा धार्मिक तथा सामाजिक सेवाहरू प्रदान गर्दै आउनुभएको छ र म आज यसैको विषयमा केही शब्द राख्न चाहन्छु। सन् 1979 उहाँले बौद्धनाथमा ठाङ्गुटेसी छुलिङ भन्ने गुम्बा स्थापित गर्नुभयो। त्यसकै केही वर्षपछि एउटा विद्यालय पनि बनाउनु भयो र त्यसको मुख्य कारण चाहिँ के हो भन्दा हिमाली भेगमा जहाँ पहिले पाठशाला र शिक्षाको अभाव हुने गर्थ्यो र त्यसैलाई मध्यनजर राखी विशेष गरी हिमाली बालबालिकाहरूको उज्जवल भविष्यको लागि अथवा उनीहरूलाई उच्च शिक्षा प्रदान गर्नको लागि यही उद्देश्य बोकेर उहाँले सन् 1987 श्री मङ्गलदीप विद्यालय स्थापित गर्नुभयो, जहाँ शिष्यहरूलाई निःशुल्क रूपमा शिक्षा प्रदान गरिन्छ। त्यस्तै गरी नमो बुद्ध, जहाँ धेरै वर्ष अगाडि गौतम बुद्धको पुनर्जन्ममा महासत्वले भगिनीलाई आफ्नो जीवन दान गरेको पवित्र स्थलमा पनि उहाँले एउटा गुम्बा निर्माण गर्नुभएको छ, जसलाई हामी अहिले ठाङ्गुटेसी याङछे गुम्बा भनेर बुझ्ने गर्दछौँ। र लामाहरू जसलाई बौद्ध धर्म सम्बन्धित पठन पाठन गर्ने इच्छा छ उनीहरूको निम्ति बौद्ध शिक्षा लगायत आधुनिक शिक्षा दुवैवटाकै मेल गरेर शिक्षा प्रदान गर्नको लागि र यसबाट चाहिँ सबै लामाहरूको हृदयमा बौद्ध धर्म के हो, बौद्ध दर्शन के हो भन्ने हिसाबले चाहिँ यहाँ लामाहरूको लागि पनि विद्यालय स्थापित गर्नुभयो। केवल लामाहरूको लागि मात्र नभएर यहाँको छर छिमेक टोल सबैको लागि निःशुल्क रूपमा स्वास्थ्य चौकी पनि खोल्नु भएको छ र गुरुद्वारा स्वदेश तथा विदेशमा दिइएको मौखिक प्रवचनलाई चाहिँ अडियोको माध्यमबाट विभिन्न भाषामा अनुवाद गर्ने र प्रकाशन गर्नको निम्ति धर्मकारा र शिक्षण केन्द्र या सेरा पनि खोल्नु भएको छ, जहाँ चाहिँ सूत्रयानको अध्यापन गरिन्छ। यस केन्द्रमा स्वदेश तथा विदेशका जिज्ञासु शिष्य जो कसैले पनि ध्यान तथा अध्ययन गर्न सक्छन्। विगतको कार्यहरूलाई फर्केर हेर्ने हो भने निर्माण कार्यको सुरुवात गर्दा यहाँ नमो बुद्धमा पहिले पानी, बिजुली, यातायातको सुविधा थिएन। पानीको व्यवस्थापन पनि निकै टाढाबाट गर्नुपर्ने अवस्था थियो। सामग्रीहरू पनि धुलीखेलबाट ल्याउनु पर्ने अवस्था थियो र यहाँ स्वयं गुरुजी आफै पनि धेरै पटक पैदल यात्रा गरेर आउनुहुन्थ्यो र बिस्तारै बिस्तारै यहाँ निर्माण कार्यहरू पनि राम्रो हुँदै गयो र यहाँको स्थानीय बासिन्दाहरूको साथ र सहयोग पनि प्राप्त हुँदै गयो। हुन त ठाङ्गु रिम्पुछेले हामी प्राणीहरूको प्रति धेरै थोक गर्नुभएको छ, जुन चाहिँ मैले अहिले शब्दमा पनि तपाईँहरू माझ राम्रोसँग व्याख्या गर्न नसकुला। उहाँ 91औं वर्ष पुग्नु भइसक्यो, अझै पनि
निरन्तर रूपमा केवल हामी प्राणीहरूको लागि मात्र सोचिरहनुहुन्छ र यो कुनै चमत्कारभन्दा कम छैन। त्यसै कारणले नै मैले उहाँ गुरुजी जस्तोको शिष्य हुनु नै हाम्रो लागि एकदमै ठुलो भाग्य हो जस्तो लाग्छ। अन्त्यमा आफूले चाहिँ उहाँको उद्देश्य चाहिँ के हो जस्तो लाग्छ भने उहाँले गुम्बा निर्माण गर्नुभएको छ, विद्यालय निर्माण गर्नुभएको छ। त्यहाँबाट चाहिँ गुरु, धर्मगुरु, खेम्बो, आचार्य, लामा, शास्त्री र शिक्षक शिक्षिका उत्पादन गरी देश तथा विदेशमा गौतम बुद्धको सन्देशलाई चाहिँ प्रचार प्रसार गर्ने र सम्पूर्ण जीवलाई शान्तिको मार्गमा डोर्याएर प्रकाश छर्कने हो जस्तो लाग्छ। उहाँ जस्तो महासत्वको बारेमा केही शब्द राख्नु पाउँदा म आफूलाई नै सौभाग्य ठान्दछु र नमोबुद्धको विभाजनबाट मलाई उहाँको बारेमा केही शब्द राख्न दिनुभएकोमा म एकदमै आभारी छु। अन्त्यमा यति भन्दै म आफ्नो शब्द यहीँ टुङ्ग्याउन चाहन्छु। अपो दिवो भव सर्वमङ्गलम। धन्यवाद।